ग्यास ल, बोइल्स ल, चार्ल्स ल लिएर शिक्षा वर्ष प्रेजेन्ट गर्दछौँ। बोइल्स ल, द टेम्परेचर रिमेनिङ कन्स्टेन्ट, द प्रेसर अफ अ गिभन मास अफ अ ग्यास इज इन्भर्सली प्रोपोर्सनल टु इट्स भोल्युम। के भनेको भन्दाखेरि टेम्परेचरलाई हामीले कन्स्टेन्ट राख्यौँ भने कुनै पनि ग्यासको भोल्युम चाहिँ प्रेसरसँग इन्भर्सली प्रोपोर्सनल हुन्छ। त्यो भनेको के हो भन्दाखेरि यहाँ हेर्न सक्नुहुनेछ, प्रेसर इज इन्भर्सली प्रोपोर्सनल टु भोल्युम। भोल्युम प्रेसर बढायौँ भने हामीले भोल्युम घट्छ, किनकि रिलेसन त इन्भर्सको छ नि त। यदि प्रेसर हामीले घटायौँ भने भोल्युम बढ्छ। हो यही, द टेम्परेचर रिमेनिङ कन्स्टेन्ट, द प्रेसर अफ अ गिभन मास अफ ग्यास इज इन्भर्सली प्रोपोर्सनल टु इट्स भोल्युम। अनि अब हामीले पी इज इन्भर्सली प्रोपोर्सनल टु भोल्युम भनेर थाहा पाइसक्यौँ होइन। अनि अब यो इन्भर्सको साइनलाई हामी चेन्ज गर्नको लागि यसलाई इक्वल टु एउटा कन्स्टेन्ट ल्याउँछौँ, के 1/v, पिभी इज इक्वल टु के, पिभी इज इक्वल टु कन्स्टेन्ट हो। बोइल्स लले के दिन्छ भन्दाखेरि अब यसको ग्राफ प्लट गरौँ है हामीले। यता पी गरौँ, यतापट्टि 1/v प्लट गरौँ। पी चाहिँ 1/v सँग डाइरेक्टली प्रोपोर्सनल छ। यदि यो होलसँग है, यो भोल्युमसँग होइन, 1/v सँग यदि हामीले 1/v बढायौँ भने, v मात्रै होइन भोल्युम होइन, रेसिप्रोकल 1/v बढायौँ भने पी पनि बढ्छ, डाइरेक्टली प्रोपोर्सनल छ नि त। हो भनेपछि यसरी सिधा लाइन बन्दो रहेछ। के बन्दो रहेछ भन्दाखेरि स्ट्रेट लाइन बन्दो रहेछ ग्राफमा। तर अब हेर्नुहोस् है, यहाँ पी छ, यहाँ भी छ, के रिलेसन थाहा छ हामीलाई? यही रिलेसनबाट पी इज इन्भर्सली प्रोपोर्सनल टु भोल्युम। भोल्युम बढ्यो भने त प्रेसर घट्नुपर्छ हो कि होइन? हो। अब यो हेर्नुहोस् है, प्रेसर घट्दै 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 गइरहेछ। यो प्रेसर यतापट्टि छ नि त, यो वाइ एक्सिसमा प्रेसरको भ्यालु त घट्दै घट्दै गइरहेछ। तर भोल्युम त यहाँ हेर्नुहोस्, यहाँ कम छ, अब यहाँ बढ्यो, यहाँ बढ्यो, प्रेसर घट्दै जाँदैछ, भोल्युम बढ्दै जान्छ। यो कस्तो कर्भ हो? हाइपरबोलिक कर्भ। अनि हेर्नुहोस् है, यतापट्टि पिभी अनि यतापट्टि पी अथवा भी जे राख्दा नि पिभी त कन्स्टेन्ट छ, यत्तिकै हामीलाई थाहा छ। कन्स्टेन्ट भनेको सिधा हो। यदि टेम्परेचर कन्स्टेन्ट छ भने त्यस्तो केसमा हामी यस्तो ग्राफलाई के भन्छौँ भन्दाखेरि आइसोथर्म्स एकदमै इम्पोर्टेन्ट टर्म हो यो। अब हेर्नुहोस् है, अब के याद गर्नु पऱ्यो भन्दाखेरि बिटी र सिपी यति याद गर्नु पऱ्यो। बोइलेमा टेम्परेचर कन्स्टेन्ट, चार्ल्समा प्रेसर कन्स्टेन्ट, बिटी सिपी, ब्लुटुथ कस्ट प्राइस, त्यसरी याद गर्नुहोस्। धन्यवाद।